पृथ्वीमा धुलो जम्मा हुन्छ, त्यसैले यो धुलो छ। एडिनले इङ्ल्यान्ड विरुद्धको खेलको पहिलो पारीमा महेन्द्र सिंह धोनीलाई हराउँदै ऋषभ पन्तले सर्वाधिक टेस्ट शतक बनाउने भारतीय रेकर्ड तोडेका छन्। पन्तले 178 बलबाट 134 रन बनाए, 12 विकेट र 6 छक्का बनाए। उनको 7औं शतक र केवल 44 टेस्टमा दोस्रो शतक बनाए। पन्तले गरेको तेस्रो इङ्ल्यान्ड शतक पनि एक उल्लेखनीय उपलब्धि थियो। पन्तले आफ्नो शतक बनाएका बाहेक भारतमा अन्य कुनै विकेटकिपरले कहिल्यै यति धेरै शतक बनाएका छैनन्। यो टेस्ट इनिङ्सको सबैभन्दा धेरै हो जसमा पन्तले इङ्ल्यान्डमा आयोजक टिमका ब्याट्सम्यानले खेलेका अन्य 6 इनिङ्समा कुनै पनि खेलमा गोल गरेका छन्। भारतीय ब्याट्सम्यानले टेस्ट शतक खेलेको टेस्टको दोस्रो उच्च सङ्ख्या पनि देशमा रेकर्ड गरिएको छ। पन्तको 134 रन हेरले विकेटकिपरको दोस्रो उच्च स्कोर हो, जसमा इङ्ल्यान्डका जोनी बेयरस्टोले 2016मा 1400 रन बनाएका थिए र न्युबरी पार्कमा पनि 1 जति 30सम्म पुगेका थिए। काङ्ग्रेसले 2083 को काङ्ग्रेस बैठकको लागि मन्दिरलाई प्राथमिकता दिएको छ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मङ्सिरमा 20 नोभेम्बर 2018मा महाधिवेशनको आयोजना गर्ने व्यवस्था गरेका थिए। नेपाली काङ्ग्रेसको तनहुँ जिल्ला कार्यसमितिले आइतबार कार्य बैठक बोलाएको थियो, जहाँ उनले पार्टीको महाधिवेशन अघिल्लो दिनको रूपमा तय गर्नुपर्ने घोषणा गरेका थिए। उनले काङ्ग्रेस बैठक सहमत मितिमा बस्नको लागि समर्थन व्यक्त गर्दै काङ्ग्रेस बैठक लम्ब्याउनु पार्टीलाई फाइदा नलाग्ने तर्क गरे। नेता कोइरालाले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनको लागि सबै नेताहरूले योजना बनाउनु पर्नेमा जोड दिएका थिए, किनकि चुनावको समय महत्त्वपूर्ण छ। उनले नेपाली काङ्ग्रेसको विगतमा सशक्त सङ्गठनात्मक जिल्ला भए पनि सबै सदस्यहरूलाई पनि त्यस्तै गर्न सल्लाह दिए। जिल्लाको नेतामा रामचन्द्र पौडेल निर्वाचित भएपछि कोइरालाले यस क्षेत्रमा परिस्थिति परिवर्तन भएको बताउँदै नेतृत्वले नयाँ दिशा लिन आग्रह गरे। उनले भने कि यदि सदस्यता नवीकरणमा कमजोरी छ भने जिल्लाका वरिष्ठ सहकर्मीहरूले स्तरसम्म पुग्न र कार्यकर्ताहरूलाई आफ्नो सदस्यता नवीकरण गर्न सम्झाउनु पर्छ। क्यान्सर रोगीले क्यान्सर रोगीबाट प्रधानमन्त्रीलाई पत्र पठाए सोमबजारको लागि नेपालीको दुःख। नेपाली सडकहरू शोकले भरिएर जाँदा बेड नम्बर 12 तेस्रो तला नेपाल क्यान्सर अस्पताल हरिसिद्धि। म मेरो डायरीमा केही लेख्दैछु। अन्य बेडमा बिरामीहरू र उनीहरूको बेडहरू फरक तरिकाले हेर्छन्, जबकि केही बिरामीहरू पढ्दैनन् वा लेख्दैनन्। राजीव गान्धी अस्पताल भारतमा डाक्टरहरूले सबै बिरामीहरूसँग उदाहरणहरू साझा गर्थे जब म पुस्तकहरू पढ्थिन्। अहिलेसम्म मलाई बिरामी जस्तो लाग्दैन र म पुस्तकहरू पढ्न र डायरीहरू छिटो लेख्न सक्छु। मेरो जीवनको अन्तिम 5 महिना सहित म एउटा निजी अस्पतालमा गएँ जहाँ मेरो घाँटी काटियो। डाक्टरले मलाई रक्त परीक्षण गर्न सिफारिस गरे, तर यो घाँटीको बाहिरबाट गरिएको थियो। तर मेरो साथीको अवलोकनमा आधारित रगत घाँटीको भित्रबाट लिएको छ र यसको विपरीत होइन र यो दिनभरि समाप्त हुन्छ। मैले उसलाई बाहिरबाट आएको कुरा बताइसकेपछि मैले उसलाई मेरो निर्दोषताको आश्वासन दिए र 7 दिनपछि मैले खाँदा उनीहरूले मलाई औषधि दिए। त्यसकारण म सरकारी अस्पतालमा गएर मेरो नाक, कान, घाँटी डाक्टरहरूलाई देखाउन निर्देशन दिएको थियो, जसले मलाई घटेको हटाउन शल्यक्रिया गर्न तयार छु कि भनेर सोधे। मैले एफएनएसी रिपोर्ट आएपछि थप अनुसन्धानको अनुरोध गरेँ, जसले कुनै असामान्यताहरू सुझाव दिएनन्। सुरुमा शङ्का थियो कि क्षयरोग उपस्थित थियो, तर यो थिएन। यसैबीच पछाडि धेरै चोट लाग्न थाल्यो र पीडा तीव्र रूपमा सुरु भयो। मेरो रिपोर्ट सामान्य थियो, तर डाक्टरले उपचारका लागि डाक्टरलाई पठाए। उनले यसमा केही पनि पाएनन्, त्यसैले मलाई अचम्म लाग्छ कि उनले मलाई फिजियोथेरापीका लागि किन पठाए। नाक, कान, घाँटीको डाक्टर, क्यान्सरको डाक्टरले आफ्नो सिफारिसलाई हड्डी/खुट्टाको डाक्टरलाई पठाए। हाम्रो टोलीले केही पनि पत्ता लगाउन सकेन र बायोप्सी 9 दिनमा गरिएको थियो, तर रिपोर्ट फर्काइएको थियो। रिपोर्ट 12 दिनमा प्रयोगशालामा पठाइएको थियो, जबकि पूर्ण
रिपोर्ट 20 दिनमा छठा आयाममा गयो। हामी हाम्रो टेक्नोलोजीमा कमजोर र ढिलो छौँ। जब म स्वास्थ्य संस्थामा थिएँ, डाक्टरले मलाई मेरो उमेर सोध्यो र आश्चर्यका साथ जवाफ दिए। उनले मलाई थाहा पाए कि म भर्खरै 37 वर्षको भएकी थिएँ। डाक्टरले फेरि सोधे के तपाईँ बच्चा जन्माउनुहुन्छ? यो त्यस्तो होइन, तर उनले क्यान्सरको बारेमा पनि उल्लेख गरे कि भारतभरका केही अस्पतालहरूमा केमोथेरापी उपलब्ध नभएका मध्ये एकमा क्यान्सर हराउन सक्छ। उनको शब्दले मलाई गहिरो असर पारेको थियो। रोग थियो कि पैसा नै भारतमा उपचारको लागि प्राथमिक मुद्दा थियो। कुनै पनि बैंकले त्यो आपतकालमा कहिले मेल खाएन। आवश्यकतामा परेका मानिसहरूले विपत्तिको सामना गर्दा आफ्नो हतियार लिन तयार हुँदैछन् र यो अचम्मको कुरा होइन कि बिरामीहरू उनीहरूले सोचे भन्दा लामो समयसम्म बाँच्दछन् र पैसा नभएकाहरू। मेरो जन्मदिनको अर्को दिन फेब्रुअरी 14 मा टिकटहरू पठाइयो र तिनीहरू अझै पनि आफ्नो प्याकेजमा थिए। नेपाल एयरलाइन्सका एक मित्र रामहरि रिमालले मलाई विमानस्थलमा भेट्न प्रयास गर्न सुझाव दिए। मलाई विदेश जाने सल्लाह दिएको थियो र यो भारतको यात्रा वा विदेशमा उपचारको रूपमा महसुस भयो। विदेशमा जान सक्ने खर्च नभएका व्यक्तिहरूले पनि आफ्नो घर बेचेर अरूलाई सहयोग गरिरहेका छन्। म काठमाडौँमा बस्ने गरिब परिवारबाट हो, पैसा पनि छैन, तर क्यान्सरको बारेमा मलाई थोरै जानकारी थियो र यौन साक्षी पनि थिएनन्। म त्यहाँ बस्दा पनि क्यान्सरबाट मर्छु भन्ने कुरामा विश्वस्त थिएँ र डाक्टरले मलाई घर पठाएपछि मेरो मृत्युको घटनाबारे पढ्न जारी राखिन्। पहिलो ठुलो अन्तर्राष्ट्रिय अस्पतालहरूमा उपचारको लागि करोडौं डलर खर्च गर्नु अति नै ठुलो हुने विश्वास थियो र सामान्य ज्वरोको बावजुद पनि हल्का चोटपटक लागेको व्यक्ति अस्पतालमा भर्ना हुँदा क्यान्सरको विकास भयो भने के हुन्छ? मैले मेरी श्रीमतीलाई गर्दनको परीक्षण गर्न सुझाव दिएँ, तर उनले मलाई फिर्ता बोलाउन हिजोती चाहेनन् र मैले जे पनि गर्न भनेँ जुन उनले बोल्नअघि एकपटक गरे। म यति खडा भएँ कि मैले नरम शब्द बोले र बाथरुम गएँ। मेरो परिवारका फन्दा सागर्ने परिचित साथीहरू माइनन्द सम्झिरहेका छु। कसैको मृत्युको बारेमा सुन्ने र आफ्नो मृत्यु नजिकै छ भन्ने महसुस गर्ने अनुभव एकदम फरक हुँदै गइरहेको छ। केही दिनमै मर्ने भन्ने कुरा डरलाग्दो छ। यहुदीहरूको प्रधानमन्त्री म जस्तै तपाईँ पनि मृत्युको सामना गर्दै हुनुहुन्छ र हामी सबैलाई थाहा छ कि हामी नयाँ जीवनमा बाँचिरहेका छौँ। मृत्यु नजिकै छ भनेर सोच्न कति डरलाग्दो हुन सक्छ भन्ने कुरा तपाईँलाई थाहा छ। मैले मेरो मृत्यु र मृतकको लागि मेरो लालसाको बारेमा बुबासँग कुरा गरेँ, साथै आमा, बुबा, श्रीमती, बच्चाहरू र उपस्थित सबैलाई परिवारमा सन्देश दिए। मेरो जन्मदिनको दिन सेप्टेम्बर 14 मा मैले उपचारको लागि दिल्ली उडेँ। यद्यपि म सामान्य रूपमा प्याक गरिएको थिएँ, 2 यात्रुहरू आइपुगेनन् र मैले मेरो उडानमा स्ट्यान्डमा टिकट प्राप्त गरेँ जुन अघिल्लो दिन जस्तै थियो। भारतको इन्दिरा गान्धी विमानस्थलबाट प्रस्थान गरेपछि अम्मालाई सास 5 बजे कारले ठक्कर दियो। पहुँचको दूरी 30 किलोमिटर मात्र थियो। कसैलाई पनि कल गर्नका लागि कुनै सिम कार्ड उपलब्ध थिएनन्। राजीव गान्धी अस्पतालमा नेपालका बिरामीहरूको उपचारका लागि समर्पित नेपाली कर्मचारी छन्। अस्पतालले रिपोर्ट गरेको छ कि दैनिक 1700 नेपालीहरू चिकित्सा उपचारको लागि बजारमा छन् र नजिकै भेटिएका छन्। नेपाली स्थानीयहरू एकै ठाउँमा रमाइलो भाषा प्रयोग गर्न बढी इच्छुक हुन्छन्। विमानस्थल र बस स्टेसनबाट सुरु गरेर उपचारका लागि फर्कन्छन्। श्रीमानहरू पसलबाट ड्राइभरसम्म गरिब र गरिब राष्ट्रका मानिसहरूलाई हेर्थे र उनीहरूले पूर्ण रकम प्राप्त गर्ने तरिकामा भेदभाव महसुस गरे। यो कम्तीमा 1 हप्तापछि रिपोर्ट गरिएको थियो। नेपालको सार्वभौमिक भाषाले बिरामी, डाक्टर, नर्स, चिकित्सक र अन्य
पेशेवरहरूलाई सबैतिरका व्यक्तिहरू भनेर चिनाउँछ। फिटको स्क्यानको लागत 10,000 रुपैयाँ र नेपालीको कुल लागत 16,000 रुपैयाँ रहेकोले नेपालमा पनि यस्तै प्रक्रियाका लागि 70,000 रुपैयाँ तिर्नुपर्छ। भारतमा पेट स्क्यान रिपोर्ट 2 घण्टा र 7 दिन लाग्छ। नेपालमा एउटै मेसिन दुवै सेवाका लागि प्रयोग गरिन्छ। यदि तपाईँलाई थप पैसा चाहिन्छ भने 10,000 रुपैयाँ तिर्नुहोस्। उनीहरूले बुझ्छन् कि बिरामीले तिर्छ र उनीहरूले यसलाई चोरीको रूपमा लेबल गर्दैनन्। जब रिपोर्ट 3 घण्टामा तयार हुन्छ। राजीव गान्धीले अस्पतालका एक प्रबन्धकलाई जानकारी दिए कि दैनिक करिब 46 जना नेपाली अस्पतालमा पुग्ने गर्छन् र नेपालको जनसङ्ख्याले यस सुविधामा मात्र 7 अर्ब रुपैयाँ खर्च गर्ने गर्दछ। नेपाली बिरामीहरूले मेदान्त अस्पतालमा साथै म्याक्स, अपोलो, गङ्गाराम, टाटा, एम्स, भेलोर र मुम्बई अस्पतालहरूमा चिकित्सा उपचारमा वार्षिक 3 अर्ब डलर खर्च गरिरहेका छन्। सोमबजारको सडकमा नेपालीलाई भेट्दा तिब्बतमा जस्तै महसुस हुन्छ। धेरै नेपाली कथाहरूमा सोमबजारको सडकमा भोगेको कष्ट र पीडाको चित्रण गरिएको छ। पार्क र सडकमा माटोको टाउको, आँसुले भरिएका गाल, सुक्खा आँखा र मुस्कुराउने प्रयास गर्ने अप्रिय ओठले भरिपूर्ण छन्। जब म तिनीहरूलाई देख्छु, तिनीहरूले मलाई हेर्थे। नेपालका धेरै अस्पतालमा तत्काल अस्पतालको आवश्यकता थियो र त्यस समयमा यो रोग पत्ता नलागेको धेरै गुनासोहरू थिए, जसले धेरै गुनासो निम्त्यायो। नेपाल मेरो घर थियो विगत 17 दिनदेखि र मलाई यस्तो लाग्यो कि म नेपालको सहरमा छु। अस्पतालबाट 3 किलोमिटर मात्र टाढा भए पनि म नेपालीहरूसँग भेट्न पाउँथे जो दयालु र सहयोगी थिए। डा. दिनेश भुरानीले मलाई जानकारी दिए कि म भारतमा निदान भएपछि नेपाल फर्किएर यो रोगको उपचार गर्न आएको थिएँ। उनले आर्थिक अवस्थाले मलाई फर्कनुको कारण भएको बताए, समस्यामा मेरो संलग्नताको कारण होइन। यद्यपि उनले आफूलाई पिजी स्कुलमा पढ्ने विद्यार्थी भएको दाबी गरे र पछि भोयाली डाक्टरलाई भेट्न गए। म आफ्नो आराम क्षेत्रबाट बाहिर गए किनभने सरकारले क्यान्सरका बिरामीहरूलाई $1 मिलियन प्रदान गरिरहेको छ र तिनीहरू यसलाई निजी रूपमा खर्च गर्न चाहन्छन्। दिल्लीमा मेरो भ्रमणमा उनको नामको बारेमा प्रश्नहरू थिए, तर उनले मलाई सही उत्तर दिएनन्। उनले निजी ठाउँमा जान सुझाव दिए। नेपालको सरकारको रिपोर्ट अनुसार हरेक 1,000 व्यक्तिमा क्यान्सर हुन्छ, तर यो संख्या केवल चिकित्सा सेवा पाउने व्यक्तिहरूमा मात्र लागू हुन्छ। धेरै व्यक्तिहरू अस्वस्थ छन्। राजधानीमा बस्दा पनि म कुनै व्यक्तिगत समस्या नहुँदा पनि म अझै पनि एउटा संस्थाको हेरचाहमा छु। जहाँ म काम गर्छु त्यहाँको कार्यालयले मलाई मेरो क्षमतानुसार उपचार गर्न सक्छु भन्ने कुराको ग्यारेन्टी दिन्छ। मैले गुगल र एआईमा विभिन्न समाधानहरू खोजेँ, तर क्यान्सर भएका, कम आय भएका विकाटका बासिन्दाहरूको बारेमा के हुन्छ? भारतमा हाँस्न र रुन आएका नागरिकलाई विशेष गरी राजीव गान्धी जस्ता महँगो अस्पतालमा कस्तो व्यवहार गरिन्छ? सरकारी अस्पतालमा उपचार गराइरहेका बिरामीहरू जीवन खतरामा पार्ने रोगका कारण रिस, क्रोध, श्वास प्रश्वासमा कठिनाइ, चिन्ताको झन्डा र डिप्रेसन जस्ता कष्टकर लक्षण देखिएका छन्। अन्ततः बिरामीको परीक्षण गर्न, आवश्यक चिकित्सा सल्लाह प्राप्त गर्न नसक्ने कुनै तरिका छैन र केही डाक्टरहरू बिरामीहरूसँग आफ्नो व्यक्तिगत समय बिताउँछन्। नेपालमा स्वास्थ्य दलालहरू छैनन् जसले नेपालभित्र भन्दा भारतीय अस्पतालहरूमा बिरामीहरू धुन्छन्। प्रधानमन्त्रीलाई एउटा प्रश्न सोध्न सक्छु जो अहिले देशको जिम्मेवार हुनुहुन्छ। किन सरकार लाखौं क्यान्सर बिरामीहरूलाई नेपाल नै क्यान्सरको निदान र उपचार गर्न सक्षम देश हो भनेर विश्वस्त गर्न सक्दैन? नेपालमा त्यहाँ अस्पतालहरू छन् जहाँ डाक्टरहरू भेट्न सकिन्छ, तर किन उनीहरू क्यान्सरको निदान र उपचारको लागि भारत जानुपर्छ? हाल सालै यसमा ठूलो रकम खर्च गरिएको छ र बिरामीहरूले राहत अनुभव गरिरहेका छन्। क्यान्सर जस्ता कठिन रोगसँग लडेर र उसको सम्पत्ति पाइसकेपछि के मेरो भाग्य नेपालमा अन्तिम व्यक्ति बन्ने हो? मैले परिवारलाई पत्र पठाएर कुरा सम्हाल्न नसक्ने बताए अनि म चिकित्सा उपचारको लागि अफिसबाट भारत गए। नेपालमा क्यान्सरको उपचार होस्, वातावरण सिर्जना गरेर यसको उपचार नहोस् भन्ने कुरा सुनिश्चित गर्नु। यसले धेरै नेपालीहरूको पीडा कम गर्नेछ जो रोइरहेका छन् र उपचार खोज्न अर्बौं डलर खर्च गरिरहेका छन्। मेरो एउटा अनुरोध छ। मलाई विश्वास छ कि म यहोवा हुँ। माओवादीसँग औपचारिक र सम्मानजनक रूपमा एकता कायम गर्ने राष्ट्रिय सभाको प्रस्ताव। महेन्द्र राय क्याप्पको नेतृत्वमा रहेको नेपाली आइतबारको केन्द्रीय समितिको बैठकमा नेकपा र माओवादी केन्द्रलाई आपसी मान्यताका लागि एकसाथ ल्याउने निर्णय गरेको छ।
नेकपाले माओवादी केन्द्रसँग मर्जर गर्ने निर्णय गरेको छ र हामी पार्टीको सङ्गठनलाई 77 जिल्लामा विस्तार गर्दैछौँ। यादवले भने कि सङ्घीय कानुन, नागरिक स्वतन्त्रता ऐन, शिक्षा ऐन र पुलिस ऐन सहित कानुनको विकासमा सरकारको ध्यान आकर्षित गर्न यो निर्णय गरिएको हो। उनले भने प्रक्रियालाई अगाडि बढाउनका लागि भूमि ऐन संशोधन गर्नुपर्छ।